भिजिट भिसा एक अर्ब काण्ड। भिजिट भिसा काण्ड गृहमन्त्री रमेश लेखकको संरक्षणमा घटेको 1 अर्बको काण्ड। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन। 6 महिनादेखि चलेको र्याकेट, केटालाई एस केटीलाई एल भनेर कोड ल्याङ्ग्वेजमा काम गर्ने। विमानस्थल कार्यालय प्रमुख तथा विवादमा रहेका तीर्थराज भट्टराई नियन्त्रणमा। नमस्कार, म माधव पौड्याल। तपाईलाई स्वागत छ डिकोड हेडलाइनको यो 10th एपिसोडमा। यसैको भिडियोमा हामीले सर्वोच्च अदालतको आदेश गए रविका दिन भन्ने विश्लेषण गरेका थियौँ। यदि तपाईँले त्यो भिडियो हेर्नु भएको छैन भने हाम्रो च्यानलमा गएर हेर्न सक्नुहुनेछ। आजको विषय हो भिजिट भिसा 1 अर्ब काण्ड। आउनुहोस् अगाडि बढौँ। हिजोको दिनमा रवि लामिछानेको केसमा बाघ झैँ गर्जिने आजका गृहमन्त्री रमेश लेखक प्रश्नबाट डराएका छन्। यो भिडियो हेरौँ। अध्यागमनको जुन चर्चा चलिरहेको छ, के छ यो अध्यागमनको विषय के हो? अहिले पुलको कुरा गरौँ, त्यो पछि कुरा गरौँला। यो पुल भन्न बोल्छु, पछि बोल्छु। अहिले बोल्ने समय भएको छैन। तपाईँले भन्नुभएको कुरामा पछि बोल्नुला। ल, जस्तै नैतिकताको प्रश्न कसलाई उठ्ने हो? रविलाई उठ्ने, रमेशलाई नउठ्ने हो र? तर गठबन्धनमा लाज पचाइ छ, भ्रष्टाचार लुकाइ छ। रघुजी पन्तको यो भिडियो हेर्नुहोस्। कहाँनिर पत्रकारहरूको राइट हुन्छ, कहाँनिर पत्रकारहरूको राइट हुँदैन भन्ने कुरा हेरौँ न। मैले उहाँलाई बन्द गर्नुभन्दा अगाडि कहाँ चाहिँ पार्लियामेन्ट्री कमिटीको बैठक ओपन छ कि छैन हेरौँ भनेर भन्दाखेरि साउथ एसियामा कहीँ पनि छैन। यस्तो छ हाम्रो देशको नेताको ताल। संसदीय छानबिन समितिले पोखरा विमानस्थलमा भएको अर्बौंको भ्रष्टाचारको प्रतिवेदन बाहिर मिडियामा ल्याउँदा भित्रभित्रै सेटिङ गर्न पाउनुपर्छ, त्यसैले मिडियालाई भित्र आउन प्रतिबन्ध लाउनुपर्छ भनेर गुनासो गरिरहेका छन्। यस्तो कुराले पनि प्रश्न हुन्छ कि भ्रष्टाचार गर्नेहरूको मनोबल कस्तो छ भनेर। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लुकाउन भ्रष्टाचारीहरूका नाइके भनिएका हालका गृहमन्त्री रमेश लेखकलाई जोगाउन एमाले सफाई दिइरहेको छ, काङ्ग्रेसले सफाई दिइरहेको छ। अख्तियारले प्रश्न उठाइसक्यो, छानबिन त हुनुपर्ने हो। सफाई त हिजो रवि लामिछानेलाई पनि गृहमन्त्री हुँदा एमाले दिएकै हो, माओवादीले पनि दिएकै हो, तर प्रतिवेदनले दिएन, न अदालतले दियो। रमेश लेखकको यो कुनै दिनको बोली उहाँलाई नै सुनाइदिउँ। अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहनुहुन्न। त्यसकारण उहाँले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौँ। यो भिडियो हेर्नुहोस्। कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न, त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौँ। भिजिट भिसाको नाममा ब्रह्म लुट चलेको सूचनाका आधारमा स्टिङ अपरेसन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो। अख्तियारले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई सहित 4 जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। पछिल्लो 6 महिनामा मात्रै झन्डै 1 अर्ब रुपियाँ घुस उठाएको अनुमान गरिएको छ। भिजिट भिसामा खाडी र युरोप जान गृह मन्त्रालयकै विशेष सेटिङमा अध्यागमन कार्यालय प्रमुखले मानव तस्करी गरिरहेको खुलेको छ। बुधबार दिउँसो 2:30 बजेतिर अख्तियारको टोलीले अध्यागमनमा छापा मारेको थियो। सो समयमा कार्यालय प्रमुख तीर्थराज भट्टराई कार्यकक्षमै थिए। उनको साथमा रहेका 2वटा मोबाइल, कम्प्युटर र नियमित रिपोर्टिङ गर्ने डायरीहरू पनि अख्तियारले बरामद गरेको छ। यता अख्तियारले भने तीर्थराज भट्टराईलाई पक्राउ परेको नभई सोधपुछका लागि बोलाउन प्रहरी पठाएको र उनीहरूसँग कार्यालयमा आएको भन्दै बचाउपूर्ण अभिव्यक्ति दिएका छन्। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले प्रमुख तीर्थराज भट्टराई सहित 4 जनालाई कार्यालयमा ल्याएको र उनीहरूको मोबाइल, इलेक्ट्रोनिक डिभाइसेसहरू अनुसन्धानका लागि राखिएपछि मान्छेहरू बसेर थप उपलब्धि नहुने भनेर घर पठाएको बताए। उनीहरूको मोबाइल र कागजात अध्ययन गर्दा प्रारम्भिक अध्ययनमै दैनिक 200 जनाबाट औसत 30,000 का दरले उठाउने गरेको फेला परेको छ। जस अनुसार कुवेत, ओमान, दुबई लगायत खाडी मुलुकमा भिजिट भिसामा जाने महिला र पुरुषहरू गरी जनै 20,000 देखि 30,000 र युरोपेली मुलुकहरूमा जानेहरूसँग जनै 50,000 रुपियाँसम्म उठाउने गरेको खुलेको छ। पछिल्लो 6 महिनामा मात्रै करिब 18,000 मानिसहरू भिजिट भिसाको सेटिङ मार्फत देशबाट बाहिरिएको प्रारम्भिक अनुमान गरिएको छ। भिजिट भिसामा न्यूनतम +2 को योग्यता चाहिन्छ, तर गृहमन्त्रीको आशीर्वादमा चलेको सेटिङबाट जाँदा +2 को सर्टिफिकेट पनि बनाइदिने गरेको, लेखेका शब्द चिन्न नसक्नेहरूको हातमा +2 को सर्टिफिकेट र दुबईको भिजिट भिसा भएको पाइएको छ। यसरी पठाएका केही महिलाहरू ओमानमा घरेलु कामदारका रूपमा बिक्री भएको छन् र फसेको पनि पाइएको छ।
विमानस्थल सेटिङबाट दैनिक कम्तीमा 60 लाख रुपियाँ सङ्कलन हुने गरेको छ, जसमध्ये 10 लाख रुपियाँ अध्यागमन कार्यालयका कर्मचारीहरूले आफूमा बाँड्ने र दैनिक 50 लाख रुपियाँ रमेश लेखकको घरमा पुर्याउने गरेको खुल्न आएको छ। विमानस्थल अध्यागमनमा खटिएका एक कर्मचारीका अनुसार यसरी उठाइएको रकम अख्तियारलाई समेत भाग छुट्याउनु पर्ने बताएका थिए। गृहमन्त्री, सरकार प्रमुख, अध्यागमन कर्मचारी सबैले आफ्नो भाग पाइरहेका थिए। अख्तियारका लागि छुट्याएको भागका विषयमा अख्तियारका प्रवक्ता पौडेलले यस्तो हुन नसक्ने भन्ने दाबी गरे। यसरी हुँदो रहेछ विमानस्थलमा सेटिङ। नेपालबाट घुम्न भनेर दुबई भिजिट भिसामा जाने, तर त्यहाँ पुगेपछि दलालले अरू नै मुलुकमा पुर्याउने र अप्ठ्यारोमा परेपछि मात्रै नेपालले थाहा पाउने प्रवृत्ति बढेपछि सरकारले केही देशहरूमा भिजिट भिसामा जानेहरूलाई कडाइ गरेको थियो। संयुक्त अरब इमिरेट्स, UAE, कुवेत र ओमानमा समस्या देखिने गरेको छ। भिजिट भिसामा दुबई लगायत खाडी मुलुकहरूमा छिराएर त्यहाँबाट युरोप लगायत अन्य मुलुकहरूमा दलाल मार्फत पुर्याउन थालिएपछि भिजिट भिसामा जान कठोर नीति ल्याएको थियो, तर त्यसलाई गृह मन्त्रालयले नै कमाइ खाने भाँडो बनाएको रहेछ। सेटिङमा रहेका मेन पावर र ट्राभल एजेन्सीहरूबाट आएका नागरिकहरूले सबै डकुमेन्टहरू बनाएर भिजा लगाएर टिकट काटेर विमानस्थलमा सेटिङका साथ छिराउने गरेको पाइएको छ। विमानस्थलमा रहेका 4 सिफ्टमा रहेका सबै कर्मचारीहरूलाई पहिले नै आफ्नो सिफ्टमा सेटिङमा उड्ने मानिसहरूको हुलियादेखि नामसम्म सबै खबर गरिन्थ्यो। यसरी हुलियाबारे पहिचान गर्न सबै कर्मचारीहरूले अलग्गै अर्को फोन बोक्ने गरेका थिए। यसरी गएका मानिसहरूलाई अध्यागमन अधिकारीहरूले सूचनाका आधारमा अलग्गै पहिचान गर्थे र कुनै सोधखोज बिना नै डिपाजरको छाप लगाई अध्यागमनको गेट खोलिदिन्थे। यसरी जानेहरूका लागि प्रायःजसो साँझको भिडभाडको समय छनौट गरिएको हुन्थ्यो, किनकि विमानस्थलमा प्रहरीसँग अध्यागमनका कर्मचारीहरूको टसमा चलिरहेको हुन्छ। त्यसैले सकेसम्म प्रहरीले पनि यसको सुइँको पनि नपाओस् भन्नेमा कर्मचारीहरूले विशेष ध्यान दिन्थे। विदेशीनीहरूसँग एजेन्सीले पहिले नै रकम लिइसकेको हुन्थ्यो र सो रकम दिनभरको हिसाब गरेर भोलिपल्ट अध्यागमनबाट खटाइएका व्यक्तिले अर्को ठाउँमा बसेर नगद बुझ्ने गरेका थिए। सेटिङको कोड केटाको लागि S र केटीको लागि L प्रयोग गरिन्थ्यो। सेटिङबाट विदेश जानेहरूको सूची पहिले नै तय गरिएको हुन्थ्यो। ट्राभल एजेन्सी, मेन पावर एजेन्ट तथा अध्यागमनका कर्मचारीहरूले मात्रै बुझ्ने कोड प्रयोग गरिएको हुन्थ्यो। यसका लागि सेटिङ गरेर उड्न लागेकाहरूले बाहिर नै पैसा बुझाइसकेपछि उनीहरूले लगाउने पहिरनदेखि कागजपत्रको विवरणसहित नामसूची अध्यागमनका कर्मचारीको सेटिङका लागि प्रयोग हुने गरेको गोप्य मोबाइल नम्बरमा पुगिसकेको हुन्थ्यो। बीचमा कुनै समस्या आए वा आकस्मिक रूपमा सेटिङ रोक्नु परे कोड प्रयोग गरेर मेसेज गरिन्छ। यसका लागि उनीहरूले महिलालाई L र पुरुषलाई S प्रयोग गर्ने गरेका छन्। यो मेसेज हेर्नुहोस्। सेटिङको ग्रुपमा यो धेरै पटक आदान प्रदान गरिएको मेसेज हो। मिति 2081 साल चैत 31 गते आइतबारदेखि भिजिट भिसामा जान Lहरूको हकमा प्रस्थान अनुमति नदिने भएकाले सो बमोजिम गराउनु भनी जानकारी गराइन्छ। साथै प्रस्थान अनुमतिका लागि आएका कुनै पनि जिम्मेवारी नलिने समेत जानकारी गराइन्छ। धन्यवाद। यो मेसेजमा Lहरू भनेर भिजिट भिसामा उड्न लागेका महिलाहरूलाई बुझाउने गरिएको छ। गृहमन्त्री रमेश लेखकले नै तीर्थराज भट्टराईलाई अध्यागमनमा तानेका थिए। अध्यागमन विभागलाई गृहमन्त्रीको सबैभन्दा मालदार केन्द्र भनिन्छ। अध्यागमन विभाग र विमानस्थल कार्यालय प्रमुख समान हैसियतका सहसचिव हुने भएकाले विमानस्थलको अध्यागमन प्रमुख हुन सहसचिवहरूको ठूलो हानथाप हुने गर्थ्यो। कारण यस्तो रहेछ। तीर्थराज भट्टराई अघि विमानस्थल अध्यागमन प्रमुख थिए सहसचिव सुरेश पन्थी। उनी एमाले पार्टी निकट भएकाले उनलाई सो अध्यागमनमा सर्व भएको 4 महिना पनि नपुग्दै गृहमन्त्री बन्ने बित्तिकै यता रमेश लेखकले असोज 23 गते गृह मन्त्रालयमा तानेका थिए। सामान्यतया कार्यालय प्रमुखहरूको सरुवा कारबारमा परेको अवस्था बाहेक हरेक एक वर्षमा हुने प्रचलन छ। तर पन्थीलाई तानेर गृहमन्त्री लेखकले तीर्थराज भट्टराईलाई विमानस्थलमा राज गर्न अध्यागमनको प्रमुख बनाएर पठाएका रहेछन्। अनुभवी तीर्थराज भट्टराईले 1 महिनासम्म माहौल बुझे, व्यवस्थापन मिलाउने काम गरे र दोस्रो महिनाबाटै सेटिङ सुरु गरे। सेटिङको र्याकेटमा गृहमन्त्रीको निजी सचिवालय पनि देखिएको छ। अख्तियारमा प्रमुख प्रधानमन्त्रीले नियुक्त गर्छन्, अर्थात् अहिलेका अख्तियारका प्रमुख एमालेका छन्। तर यो काण्ड काङ्ग्रेससँग जोडिएको थियो। काङ्ग्रेसका रमेश लेखकले चलाएको र्याकेटमा तीर्थराज भट्टराईले मिलाएको सेटिङबारे अख्तियारले पहिले नै जानकारी पाएको थियो। जो एमालेसँग जोडिएको काण्ड थियो भने हल्लै आउँदैन थियो। अख्तियारले विमानस्थलमा तस्करी सम्बन्धी अपरेसन चलाउने सूचना चुए लगतै केही अधिकृतहरू गत सातादेखि नै बिदामा बसेका छन्। आफूले खटाएका सहसचिव विरुद्ध अख्तियारले अपरेसन चलाउन लागेको थाहा पाएका गृहमन्त्री लेखकले पनि 1 दिन अघि मात्रै मङ्गलबार विमानस्थल अध्यागमन प्रमुखबाट तीर्थराजलाई सरुवा गरेर मन्त्रालय तानेका थिए। तर सरुवाको रमना नबुझिसकेको भन्दै उनी बुधबार पनि अध्यागमनको कार्यालयमा पुगेका थिए। तर भाग्यले ठगेपछि के गर्ने?
यो सबै बुझेको अख्तियारले उनलाई कार्यालयबाटै नियन्त्रणमा लियो। लहरो तान्दा पहरो आउने डरले सहसचिव तीर्थराज भट्टराईलाई छाड्न अख्तियारमाथि दबाब आयो। अख्तियारले राम्रो काम गर्थ्यो होला, तर प्रमुख राजनीतिक भर्तीमा पर्ने भएकाले सधैँ घुसको लेनदेनमा साना कर्मचारीहरू मात्रै समात्छ, ठुलालाई जोगाउँछ भन्ने आरोप अख्तियारलाई सधैँ लाग्ने गरेकै हो। तर यसपटक अख्तियारले सरुवा भइसकेका कार्यालय प्रमुखसहित 4 कर्मचारीलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर टङ्गाल कार्यालयमा पुर्याएको थियो। अपरेसनको सूचना मिडियामा चुहिएपछि अख्तियार एकै दिनपछि हटेको जस्तो देखिन्छ। यतिसम्म कि नियन्त्रणमा लिएको विषय औपचारिक रूपमा सार्वजनिक नगरी उनीहरूलाई हिरासत मुक्त गरिदियो। पक्राउ परेका अन्य कर्मचारीहरूबारे अझै मौन देखिएको छ। पक्राउ परेका तीर्थराज भट्टराई र अरू कर्मचारीहरूलाई सामान्य सोधपुछ मात्रै गरेर उनीहरूबाट बरामद गरिएको डिभाइसेसहरू मार्फत थप अनुसन्धान गर्न हाजिरी जमानीमा साँझपख हिरासत मुक्त गरेको थियो। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार तीर्थराज भट्टराई लगायतलाई पुनः बोलाएको बेलामा उपस्थित हुने गरी सोधपुछ गरेर छोडिएको थियो। अहिले बयान चलिरहेको छ। तीर्थराज भट्टराईको डायरीमा हेर्दा यो भ्रष्टाचारको जालो निकै सङ्गठित र भयानक देखिएको छ। यसलाई ढाकछोप गर्न अहिले गठबन्धन सरकारको दबाव अख्तियारमाथि परेको छ। अध्यागमन स्रोतका अनुसार तत्कालीन कार्यालय प्रमुख तीर्थराज भट्टराईले घुस बाबत उठेको रकम र बाँडेको विवरण सबै डायरीमा टिप्ने गरेका थिए। साथै ट्राभल एजेन्सीहरूको मानिसहरूसँग लिएको रकम र कर्मचारीको कार्यविभाजन पनि सो डायरीमा लेखेका थिए। यो विषय गत फागुनमा नै 250 जना भन्दा बढी व्यक्तिहरूसँग 50,000सम्म असुल्ने गरी एयरपोर्टमा मानव तस्करी चलिरहेको छ भन्दै प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारमा गुनासो पुगेको थियो। तर यस समस्यालाई अध्यागमन विभागले नियमसङ्गत भइरहेको छ भनेर जवाफ फर्काउँदै गुनासो बन्द गरेको थियो। उक्त गुनासोमा कुवेत, दुबई, साउदी अरेबिया, कतार, सिरिया, इराक, बहराइन लगायतका देशहरूमा भिजिट भिसामा जानेहरूसँग अवैध रूपमा पैसा असुल्ने गरेको र ट्राभल एजेन्सीदेखि कुवेत एयरवेज, जजिरा एयरवेजले मानव तस्करी गरेको उल्लेख गरिएको थियो। उजुरीमा भिजिटमा टिकटदेखि होटल बुकिङसम्म सरकारले बनाएको 6 बुँदे मापदण्ड पुरा गर्न चाहिने सम्पूर्ण कागजपत्र सबै नक्कली बनाइदिने गरेको बताइएको थियो। उजुरीमा काठमाडौँबाट कतारको टिकटमा बीचमा कुवेत ट्रान्जिट पारेर सेटिङ गरेर गएका महिलाहरू कुवेत नै झर्ने गरेको सूचना दिएको थियो। हेलो सरकारबाट यो गुनासो रमेश लेखककोमा आयो। रमेश लेखकले तीर्थराजलाई पठाए। तीर्थराजले नियमसङ्गत काम भइरहेको, गैर कानुनी काम नभएको भन्दै जवाफ पठाएपछि हेलो सरकारले उक्त फाइल बन्द गरेको थियो। अहिले नेपाली काङ्ग्रेसका तर्फबाट गृहमन्त्री लेखकसहित सचिवालय नै मानव तस्करीको सिन्डिकेटमा, मानव तस्करीको सेटिङमा जोडिएको गम्भीर प्रश्न उठेको छ। अहिले नेपाली काङ्ग्रेसका तर्फबाट गृहमन्त्री लेखकसहित सचिवालय नै पुरै मानव तस्करको सेटिङमा जोडिएको गम्भीर प्रश्न उठेको छ। बिकिनी किलरको रूपमा चिन्ने चार्ल्स सोब्राजले नेपालको एयरपोर्टबाट म हात्ती पनि छिराइदिन्छु भन्थे, तर यो तस्करहरूको जालो हेर्दा लाग्छ यहाँ हात्ती मात्र होइन, बाघ, भालु, गैँडा पुरै जङ्गलले छिराउन सकिन्छ। हिजो नेपाली काङ्ग्रेसकै बालकृष्ण खाड नेपालीलाई भुटानी बनाएर अमेरिका बेचेको भनेर मानव तस्करीको आरोपको बिल्ला भिरेर जेलमा छन्। आज त्यसलाई मात खुवाउँदै रमेश लेखक आए। अब नेपाली काङ्ग्रेसले नेपालीलाई नबेचेको कुनै देश बाँकी छ भने तल कमेन्टमा लेखिदिनु होला। यसको अर्थ नेपाली काङ्ग्रेस नेपाली जनता बेचेर राजनीति गरिरहेको छ। एमाले नदी, नाला र जमिन भारतलाई बुझाउँदै देश बेचेर राजनीति गरिरहेको छ। हस् त, आजको लागि डिकोड हेडलाइन्समा यति नै। यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। सुझाव र सल्लाहका लागि कमेन्ट गर्न सक्नुहुनेछ। यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल डिकोड हेडलाइन्सलाई सब्सक्राइब गर्न नबिर्सनु होला। अर्को एपिसोडमा फेरि भेट्नेछौँ। हस् त, नमस्ते।